अपर्च्युनिटी भनेको नि ट्रेन जस्तै समयमै समात्न सक्यो भने यात्रा एकदम राम्रो बन्छ। तर यदि हातबाट ट्रेन छुट्यो भने नि स्टेसनमा बसेर त्यो गइरहेको ट्रेनलाई हेरिराख्नु बाहेक अरू केही अप्सन नै हुँदैन। यस्तो होइन कि स्टेसनमा अर्को ट्रेन आउँदैन, तर तिमी जुन गन्तव्यमा पुग्नुपर्ने थियो, जुन समय थियो तिम्रो, सायद त्यो सबै खेर जान्छ। त्यस्तै हो अपर्च्युनिटी पनि। समय हुँदा नै तीर निशानामा लाग्यो भने जिन्दगी नै बदलिन्छ। तर अर्को अवसरको पर्खाइमा बस्छौ भने सायद तिम्रो पुरा जिन्दगी नै प्रतीक्षामा बित्नेछ। अनि पछि जिन्दगीको कुनै यस्तो दिन आउनेछ, काश त्यतिखेर मैले केही गरेको भए, साला आज जिन्दगी नै अर्कै हुन्थ्यो। पछुताउनु बाहेक अरू केही उपाय नै हुँदैन। त्यसैले स्टेसनमा आएको ट्रेन र जिन्दगीमा आएको अपर्च्युनिटीलाई कहिले मिस नगर्नु।